नमस्कार सम्पूर्ण उपभोक्ता आमा बुवा दिदीबहिनी सम्पूर्ण नेपालीहरूलाई फेरि पनि नमस्कार भन्न चाहन्छु। म चाहिँ आज 953 दिन काम गरेर अहिले बेलुका आएको र अहिले म आज मिति 2082 6 महिना आज चाहिँ 28 गते होला। हामीले चाहिँ आज 13वटा उन्नान, पहिले 3वटा अहिले 10वटा थपेर 13वटा उन्नान तर वैकल्पिक धेरै छ बनाएर आएको छौँ र सम्पूर्ण पास्तरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यहाँलाई 24 घण्टा पानी दिने प्रयासमा हामी लागेको छौँ। र म सम्पूर्ण आम नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीलाई के भन्छु भन्दा काङ्ग्रेसले एमाले 70-80 वर्ष देश चलायो अनि काङ्ग्रेस एमाले 70 वर्ष 80 वर्ष देश चलायो, माओवादीले 30-35 वर्ष देश चलायो, केही भएन, विकास भएन। हामी यसरी काम गरिराख्नु परेको छ। सबै बेरोजगार विदेश जानु परेको छ, अर्को देशमा बिलाइन हुनु परेको छ, विश्वको गोठला हुनु परेको छ। त्यस कारणले अब एकचोटि चेन्जीलाई, राष्ट्रिय सुन्दर पार्टीलाई एकचोटि काम गर्नु दिउँ, उहाँहरूले काम गरेर हेरौँ। सम्पूर्ण नेपाली आम बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के भन्छु भने हामीले 70-80 वर्ष अरूलाई काम गर्नु दिउँ, एकचोटि जेएनजी राष्ट्रिय सुन्दर पार्टीलाई काम गर्नु दिउँ। हवस् त यही भन्न चाहन्छु। म भर्खर काम गरेर आएको, नरिसाउनु होला मैले के भने। मलाई हेरिदिइराख्ने सम्पूर्ण आमा बुवा दाजुभाइ आम नेपालीहरूलाई मुजी मुरी धन्यवाद दिन चाहन्छु। हामी नेपाली एक हौँ, हामीलाई 136वटा फुलबारी कोहीले नफुटाओस् यति भन्न चाहन्छु। हवस् त, नमस्कार। जय जेएनजी, जय स्वतन्त्र, जय नेपाल, जय देश।